हेलो साथीहरू, दर्शने नमस्ते। म रविन थापा। म 2-4 दिन अगाडि मर्दी हिमाल ट्रेक गएको थिएँ। ट्रेक जाँदा चाहिँ केही भिडियोको क्लिपहरू लिएको छु, त्यो यस च्यानलमा राख्न जाँदैछु। त्यो भिडियो हेर्नु अगाडि चाहिँ सबले लाइक, कमेन्ट, सेयर गरेर माया देखाइदिनु होला। तपाईँहरूलाई धेरै धेरै माया छ। अब चाहिँ भिडियो सुरु गरौँ है त। नमस्कार साथीहरू, यो केटाकेटी रमाइलोको लागि हो, सब्सक्राइब गरिदिनु होला। रमाइलोको लागि खोलिएको च्यानलमा होइन, ट्याक्क सब्सक्राइब गरिदिनु होला। यस्तो खालको केटाकेटीले यस्तो खोलेको च्यानल रमाइलो गरेको यस्तो पनि पाइँदो रहेछ। एउटा पायो। यो राइड चाहिँ यो हिँडाइ चाहिँ धेरै गाह्रो हुनेछ गाइजहरू। यस्तो गाह्रो भइरहेछ। चितवनको सम्म गर्मी खाएर बसेको यहाँ। हामी हिँडेको धेरै भएन, 15 मिनट जति भयो। तर यो शरीर थाकेर गलेर सबै भइसक्यो। यो ठाउँमा चाहिँ अझै दसैँ सकेको छैन। ल यो रहेको छ रेस्टुरेन्ट। त्यहाँबाट यो चाहिँ काँडे त्यही नै त बागलुङ जाने भन्छ। यता चाहिँ यस्तो छ गर्मी भएर। ए भगवान्, यो उकालो बाटोमा तेर्सो बाटो भयो नि हुन्न र? के हो र यस्तो उकालै उकालो हादा छिटो हिँडे नि हुन्न र? गाह्रो भयो। गाह्रो न मर्दी ट्रेकिङमा यस्तो छ हालत। ठाडै उकालो बेहोस हुन मात्र बाँकी छ। ल यहाँ चाहिँ एउटा सानो खोला छ है, सानो खोला छ। गर्मी भयो। धेरै चिसो छ पानी चाहिँ। यस्तो छ खोला चाहिँ। धेरै गर्मी छ। ल मुख सुख धोयो है, फ्रेस भयो हल्का। ल हाम्रो अवस्था चाहिँ यस्तो छ। रमाइलो छ जङ्गलको बाटो। यस्तो छ। के हो यो, बाघ बोलाएको हो कि मृग बोलाएको? यस्तो छ। यस्तो छ। के भन्छन् जङ्गलको बाटो रमाइलो छ। अहिले चाहिँ हामी आइपुगेको छौँ पित्तम देउराली भन्ने ठाउँमा आइपुगेको छौँ। बाटो चाहिँ खतरा भन्दा नि खतरा। यस्तो उकाले न उकाले ठाउँ चाहिँ ठिकै छ है। लास्ट उकालो छ। हामी चाहिँ अहिले नयाँ उकालो चढ्दै हो, तर हालत पतली भइसक्यो। लगभग आधी माना पसिना चाहिँ गइसक्यो। आधी माना होइन, एक पाथी गइसक्यो। उनी चाहिँ ऊ यस्तो ल साथीहरू, फेरि माथि भेट्नुपर्छ। ल पित्तम देउरालीको भ्यू पोइन्ट हो। हामी चाहिँ अहिले यहाँ के भन्छ फरक पर्दैन। यस्तो छ बाटो चाहिँ, हल्का उकालो छ है। हल्का रे धेरै नै उकालो छ। ल यो चाहिँ भैँसीको स्विमिङ पुल हो है। यो चाहिँ तर अमेजिङ भ्यू है, बवाल छ। बाटो चाहिँ अझै यस्तो अझै उकालो छ यार साथीहरू। तर रमाइलो चाहिँ रमाइलो भइरहेको छ। बाटो चाहिँ अझै पनि ठाडो के जस्तै
यस्तो उकालो यहाँको बाटो चाहिँ अलि डेन्जर छ यस्तो छ तल चाहिँ मान्छे खस्यो भने चाहिँ भेट्न गाह्रो छ यस्तो गुफा छ हिँड्नु कुना कुना हिँड्यो कुना कुना हिँड है लास बिरालो यी चाहिँ उकालो उकालो हिँड्यो हो अहिले चाहिँ ओह्रालो छ लास्ट धेरै गाह्रो छ बाटो चाहिँ यस्तो छ है ओह्रालो छ लके अनि यस्तो छ अहिले चाहिँ ओह्रालो बाटो आइरहेछ यस्तो यता खस्यो भने चाहिँ गाह्रो छ के हो यस्तो गुफा गुफा जस्तो पनि छ ल बवाल यो च्याउ है यो टिप्न सक्यो भने त लिएर जानुहुन्थ्यो तर सक्दैन के गर्नु बाटो चाहिँ हिलो छ साथीहरू बाटो चाहिँ लास्ट हिलो हो त्यही पनि हिँडिरहेछौँ नन हामी हिँडेको चाहिँ अहिले 7 घन्टा 9:30 बजीदेखि अहिले कति भयो 5:15 भयो हिँडेछौँ एक ठाउँ पोखरा ठिकै छ रमाइलो भयो हिँड्ने हो भने अब के गर्नु त गाह्रो छ फर्स्ट बा कति वर्ष हुनुभयो बाता भयो होला 79 तिर हजुर ए यो ठाउँलाई के भन्छ नि बा सोती मैदान ए अनि के पाल्नु छ त गोठा भैँसी छन् के हुने अरे भैँसी पाडा कता पाडा हिँड्छन् के माउर कहाँ छन् ए घर यतै हो कि बाको त हो जङ्गल त छ नि त बाघ आउँछ छ नि रातो बाघ त यही बाटो तपाईँ मुन्सिनी बाटो हिँड्छ जङ्गलमा हिँड्दैन कि राति दिउँसो लुक्छ जङ्गलमा रात त मुन्सिनी बाटोबाट उताको नि उता कहिले यता आउँछ कहिले उता जान्छ जङ्गलतिर रातो बाघ छ पुरै कति लाग्ला बा हजुर वहाँसम्म पुग्न फर्स्ट टाइम 1.5 घन्टा यहाँ 1.5 घन्टा है हजुर अनि यो पारीको गाउँ के हो बा हाम्रो कोलेली गाउँ पर्ने यही हो ए कोलेली गाउँ कोलेली गाउँ यहाँ अलैँची घारी यही कोलेली गाउँ पऱ्यो अलैँची अलैँची छ पुरै हजुर उता डाँडा पछाडि फेरि चियापत्ती बगैँचा ए गाउँमा तपाईँको घरै यतै हो कि अन्त कतैबाट आउनु लुम्रे क्यानिङ खोला तिर्ने ए यतै खोलाको तिरमा हो हजुर ए यता लेक पस्नु भएको 1.5 घन्टा लाग्छ ए रे हो ल ल बा ल है त बा बाटो देखाइदिनु भयो धन्यवाद बाटो चाहिँ लो तिम्रो छ हिँड्दा हिँड्दा चाँच परिसक्यो बिस्तारै यहाँ हिलो है गर्छ सिप्लेलाई